हेलो गाइज हामी भर्खर याद आयो हामी कहाँ जाँदैछौँ अनि अगाडि पनि छ नि र यहाँ छुट्टापट्टि स्ट्रेट वाला हो कि यता अनि हामी चाहिँ स्वर्गदारी जाँदैछौँ स्वर्गद्वारी गएपछि पनि देखाउँछ भनेर साथीहरू ल बाई बाई पावर अफ विष्णु दाई हाम्रो भाइ भन्दा पनि धेरै स्ट्रेस छ साथीहरू अब अप्सन हुन्छ तिमीसँग रुममा नबस्ने भनेर के अरे आकाश र तैले मलाई फसाउने काम गर्छ चाहिँ हामी माथि जाँदैछौँ है झरेर हजुर आनन्द छ देखे छैन फेरि खै सुची त्यता हेर हेलो कसको सिँढी छ यस्तो यी चिसो छ हामी गर्मीदेखि आएको मान्छे हो पोकोपुर बिचरा सबैजना हामी चाहिँ भर्खरै भजन सिद्धाएर अब खाना खान जान थालेको अब खाना खाएपछि खाना खाने ठाउँ पनि देखाउँछौँ ल बाई बाई साथीहरू हाम्रो खाना स्वर्गद्वारीको तपाईँहरूले देख्नुहुन्न किनभने तपाईँ आउनु भएन स्वर्गद्वारी अलिक मुछ न राम्रोसँग मिठो छ न दामी हेलो सृष्टि यस्तो राम्रो देखियो जुन जुन हेर्नु मर्निङ फ्रम स्वर्गद्वारी मुकेश लगाउन बिहानको भ्यू रमाइलो खतरा खाने खतरा देखाउँछु के साथीहरू हेर्नुहोस् जो आउनु भएन धेरै सम्झेछौँ तर बहुत राम्रो भ्यू मिस गर्दैछौ तिमीहरूले ब्याक क्यामेरा अन गरेर स्योर आउनुपर्छ है नेक्स्ट टाइम कस्तो लुक्स दियो हेलो हामीले पूजा गरेर भ्याइसक्यौँ अहिले हाम्रो चाहिँ फोटोसुट रहेको छ सृष्टि हाम्रो साथीहरू सबैजना हेर्नुहोस् कति राम्रो दृश्य छ हिमालको कस्तो राम्रो देखिन्छ कि राष्ट्रै राम्रो हो हिमाल त माउन्टेन रेन्ज यहाँ चाहिँ माछा पुच्छ्रे रेन्ज देखिने रहेछ यस्तो राम्रो टल्केछ मेरो मोबाइल चाहिँ खासै राम्रो नभएको भएर आएन तर जे होस् लास्टै मेरो आँखाले बयान गर्न सक्ने भएको भए ओहो हो
हिमालको अगाडि एउटा सुन्दर दृश्य हिमाल जस्तै हिमाल भन्दा नि सुन्दर हामी हिँड्दैछौँ उकालो चढ्दैछौँ खासै सकेको त छैनौँ त्यही पनि अनि म यो औ अहिले पनि आउँदैछन् औ सूर्यले घन्टी बजाइरहेछन् हेर्न सक्नुहुन्छ हजुर खासै जुम छैन किनकि आइफोन होइन उफ थाके अझ साथीहरू मन जति यहीँ छोडेर ब्याग मात्रै बोकेर हिँडेछौँ कुटुरा कुटुरी पारेर कति यादहरू कुटुरा पारेर हिँड्यौँ याद त एकदम अनलिमिटेड याद सृष्टि कस्तो लागिरहेछ जाँदाखेरि जाँदै गर्दा अलिअलि दुःख लाग्छ तर अब त्यही हो जानै पर्छ धेरै रमाइलो भयो अब यहाँ देखाउँछु है त साह्रै राम्रो छ स्वर्गद्वारी भनेको यहाँको थ्रुबाट स्वर्ग जान मिल्छ सरसँग लिभ माग्दिउ न म 1 वर्ष यहीँ बस्नु सक्छु ए यिनी चाहिँ 1 वर्ष यहीँ बस्ने रे हामी चाहिँ लाग्यौँ है हामी एप्लिकेसन लेखिदिन्छौँ यिनको कीर्तिको एप्लिकेसन लेखिदिन्छु अनि तिमी चाहिँ के गर्ने बस्ने कि जाने बस्न मन छ कि जान मन छ जान मन पनि छैन तर बस्न मन पनि छैन अहिले त जानै मन छ होस्टेलमा काण्ड परेछ होस्टेलमा त बस्न दिँदैन बस्न पनि दिँदैन आउन पनि दिँदैन होस्टेल कस्तो छ ल साथीहरू बाई बाई धेरै लामो भयो भ्लग पानी बोतल